हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ मेरो यात्रा चाहिँ वीरगन्जसम्मको हो। घर लगभग 40 दिन जति 35-40 दिनको बसाइपछि घर आज वीरगन्ज फर्किँदैछु। गर्मी यता लास्टै गर्मी छ, झन् वीरगन्ज झन् त्यस्तै गर्मी छ साथीहरू। उता गएर झन् कति गर्मी हुने हो। बेलुका पनि शीतल हुँदैन कि, उता चाहिँ गर्मी नै हुन्छ। यता चाहिँ बेलुका चाहिँ तनहुँमा चाहिँ शीतल हुन्छ नि त बेलुका त। अनि के छ साथीहरू, गाइडहरू हजुरहरूले सन्चै आरामै होला। मलाई नि एकदम आरामै छ। अब म जान लागेको वीरगन्ज यस्तै छ। अब अहिले चाहिँ अटो कुरेर बसेछु गाइज होइन। अटो त्यहाँ माथि भकुन्डोकसँग एउटा मान्छे पुऱ्याउनु गएको छ। अटो आएपछि अटोलाई कुरेर बसेछु। अब अटो आउँछ त्यसपछि डुम्रे जान्छु। डुम्रेबाट अनि वीरगन्जको गाडी चढ्छु। वीरगन्जको गाडी चढेपछि अब लगभग अहिले 1 बजे छ यहाँ भनेपछि 1:30-2 बजीतिर त म गाडी चढिहाल्छु वीरगन्जको। लगभग 8-9 बजे बेलुका 8-9 बजेतिर चाहिँ म पुग्छु होला जहाँसम्म लाग्छ। त्यसपछि मेरो भ्लग पनि अलि रेगुलर भएको छैन, किनकि फुर्सदै हुँदैन खासै। झन् वीरगन्ज गएपछि काम हुन्छ, खासै फुर्सद हुँदैन। अब जस बेला बेलामा हालिरहेको हुन्छु भ्लग चाहिँ। जस नयाँ साथीहरू हुनुहुन्छ भने लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। नयाँ साथीहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म अहिले अटो कुरेर बसिरहेको छु। अब यहाँ शीतलमा कुरेर बसेको, यहाँ रुखमा के अरे बाँसको झ्याङमा आउँछु भने चाहिँ एकैछिनमा अटो आयो। टुकटुके अटो आछ, टुकटुके। अब यसमा चढेर म डुम्रे जान्छु गाइज। अनि डुम्रेबाट गाडीमा चढ्छु, त्यसपछि बनाउँला गाइज। फाइनली गाइज डुम्रे पनि आइपुग्यो हामी होइन। अब डुम्रेबाट वीरगन्जको गाडी लागिरहेको छ यहाँ। यो गाडीमा गइन्छ ट्याक्क वीरगन्ज। बाटो रोक्यो भने यसो दृश्यहरू देखाउँदै हिँडौँला। अब गाडीमा हो। अहिले चाहिँ डुम्रे बजार छ, ट्याक्क डुम्रे बजारमा। अहिले बाँकी अहिले बाटोमा देखाउँदै जाउँला है गाइज। ल ट्याक्क गाडीभित्र छिरिन्छ अब। गाडी चाहिँ ट्याक्क सोफावाला सिट रहेछ गाडी चाहिँ, सोफावाला नम्बरले गर्छ। सिट चाहिँ नरहेछ अगाडि त्यति साह्रो। एकछिन पछि अगाडि चितवनतिर गएपछि खाली हुन्छ नि त गाडी, त्यो बेला भित्रतिर बस्नु पर्ला। अहिले देख्न सक्नुहुन्छ अहिले डुम्रेबाट हिँड्न लाग्छ गाडी। अब अहिले चाहिँ गाइज ट्याक्क बरादी आइपुगेछ हामी। वीरगन्जको गाडी, भैरवको गाडी सबै यतातिर त्यो बरादीमा खाजा खानलाई रोक्छ। ट्याक्क देख्न सक्नुहुन्छ एक्ले फाँटमा त्यो होटलमा रोकेछ खाजा खानलाई। म चाहिँ खाजा खाएर आएको कि खाजा खाने अहिले कपाल खाना खाएर आएको। देख्न सक्नुहुन्छ यो पृथ्वी हाइवे यस्तो दामी छ बाटो, 4 लेनको। अब 6 घन्टा त्यस्तै समय लाग्छ जानलाई। यस बिच बाटोमा म देखाइरहन्छु गाइज। अहिले यहाँ बसमा पुरै बेच्दै आउँछ के बेच्दै आउने। एकछिन पछि त त्यो सारङ्गी बजाउने गाइने धरि आउँछ। यहाँ मुगलिनसम्मको लागि आउँछ गाइनेहरू आउँछ सारङ्गी बजाउँदै। आज त आएन। त्यो खैरेनी बजारको एरिया बाहिर देखाउन मिल्दैन। गाइज अहिले मुगलिनको पुल आइसकेको छ, देख्नुहुन्छ। मसँग तल गीतको रिमिक्समा हेरेछ प्यासेन्जरहरू सबै बसको प्यासेन्जरहरू।
ठ्याक्क मुगलिन आइपुग्यो अब मुगलिन बजार है गाइस मुगलिन बजार ठ्याक्क मुगलिन बजार यताबाट सिधै गयो भने ट्रक गएको बाटो गयो भने काठमाडौँ यो रोड काठमाडौँ अब हामी यता लाग्छौँ चितवन भैरवा जता यहाँ पुरै चटपट सटपट पुरै बनाउँछ नि चसै अरे निकाल्ने मलाई पोखरा बस पार्क चितवन गुरुले एकदम आनन्द हेराइरहनु भएको छ हाम्रो डिजेल गाडीमा चितवनको टाढीमा भन्ने गीत बजाइदिन्छ गुरुले फाइनली गाइस पुल्चोक पनि आइपुग्यो पुल्चोक अब हामी यहाँबाट लेफ्ट जान्छ लेफ्ट यहाँबाट लेफ्ट चाहिँ हामी वीरगञ्ज टाढी पर्सा हेटौडा मकवानपुर वीरगञ्ज हुँदै जान्छ अब हामी यताबाट चाहिँ वीरगञ्ज हेटौडा वीरगञ्ज जनकपुरतिर जाने बाटो यता चाहिँ गुरुले आनन्दले गाडी नारायण घाटसम्म लिएर आइसक्नुभएको छ अबको यात्रा हाम्रो वीरगञ्जतिर छ वीरगञ्ज ल हामी पुल्चोकबाट निस्क्यो हामी चाहिँ अहिले अब हामी चाहिँ हेटौडा टाढी पर्सा मकवानपुर हेटौडा हुँदै वीरगञ्ज गइन्छ हामी चाहिँ अब गाडी निकालिसक्यो यो चितवनबाट पनि सरर गइन्छ अब यहाँबाट 3-3.5 घन्टा लाग्छ होला सायद वीरगञ्ज पुग्नलाई चाहिँ 3 घन्टा 4 घन्टा म्याक्सिमम 4 घन्टा लाग्छ यहाँ गुरुले गाडी निकालिसक्नु भएको यो गाडीमा चेन्ज गरिदियो यो गाडीमा चेन्ज गरिदियो पोखराबाट आएको गाडी यो गाडीमा हालिदियो फेरि अर्को गाडीमा हालिदियो यहाँ यिनीहरूले अर्को गाडी बस्यो अर्को गाडीमा यस्तै गर्छ कि यिनीहरूले खालि गाडी चेन्ज गरिदिन्छ खालि नारायणघाटबाट अर्को गाडीमा बसेको छ अब जस पोखराबाट आएकै गाडी भने पोखराबाट आएको गाडी हो चाहिँ अलिक के भन्छ नत्र यो काठमाडौँबाट आएको गाडीहरू लोकल गाडी गर्छ काठमाडौँले
त्यस पोखरा गाडीहरू चाहिँ त्यति साह्रो लोकल त गरेको अगाडि बाटोमा देखाइदिइरहेको गाडी भन्दा त यो गाडी अलिक स्पेस गाडी चाहिँ त्यस अघि अलिक सानो थियो चक्क पर्दै थियो खुट्टा पनि हेरि यस्तो खुट्टा देख्न सक्नुहुन्छ नि यो खुट्टा पनि यसरी यस्तोमा ठोकिन्थ्यो कि यो चाहिँ जेस अलिक स्पेस अलिक छ नि त त्यो भएर अलिक यो गाडी चाहिँ अलिक ठुलो अलिक फराकिलो अन्त छ यो गाडीमा चाहिँ त्यस बस्नुलाई चाहिँ कम्फर्टेबल छ त्यसमा चाहिँ अघि बसेकोमा चाहिँ सोफा थियो तर यो चाहिँ अहिले नर्मल छ सोफा भन्दा चाहिँ नर्मली ठिक छ नाम मात्रै सोफा रहेछ लगाइन्छ हाडन गाडी हिँडिसकेको छ गाडी हिँड्ने जस पोखराबाट आएको गाडी भन्छु यता 5 जना अर्को छ गाडी चाहिँ खासै त्यस्तो चिन्ह तर बेला बेला अकल पर्छ गाडी चाहिँ गाइस यहाँबाट आएको मान्छे गर्दैछ तिनीहरूले नै भाडा बुझाउनु पर्छ अब गाडीमा आफ्नै गाडी हुन्छ गाडी किन फर्कियो त्यो गाडी चाहिँ थाहा भएन गाडी चेन्ज गरिदिने आरामले पुऱ्याइदिनु तर अब गाडी भन्दा चाहिँ यो गाडी एकदम कम्फर्टेबल छ बस्नु गाडी अलिक सानो थियो चितवनको एरिया देख्न सक्नुहुन्छ भरतपुर चितवन रेन ठाउँ विकसित छ त्यो अहिले बेलुकाको ठ्याक्क 5 बजे कति लगभग 1:30तिर चढेको थियो होला गाडीमा अहिले 5 बजे हेटौडा आइपुगेको छ हेटौडाको दृश्य देख्न सक्नुहुन्छ पानी परिरहेको एकदम मस्त पानी परिरहेको छ यता चाहिँ अब खाजा खाना जानु लाग्छ म यो जे होस् हेटौडाको दृश्य चाहिँ एकदम दामी छ एकदम चिसो छ यता गर्मी पानी परेर चाहिँ शीतल भएको छ यता नत्र यस्तो गर्मी हुने ठाउँ हो यो जस अहिले खाजा खान लाग्छु म चाहिँ फाइनली सुपमा आउनुहोस् ल फाइनली गाइस मोमो पनि खाइयो त्यहाँ चाहिँ एकदम सुप मोमो यस्तो दामी बनाउँछ कि चिसो चिसो मौसम मिठो भएको सुप मोमो पानीपुरी पनि खाइयो एक पिरियड जाने पानीपुरी पनि खाइयो गाडी पनि ठ्याक्कै निस्कियो अब हेटौडाबाट देख्न सक्नुहुन्छ अब हामी हेटौडातर्फ के अरे हेटौडाबाट बिरगञ्जतर्फ लाग्यो अब एकैचोटि बिरगञ्जतिर गएपछि भेट होला हाम्रो अब यहाँबाट 2 घन्टा जति लाग्छ होला सायद होइन 1.5 घन्टा 1 घन्टा 45 मिनट जस्तो लाग्यो यहाँबाट अब हेटौडा हुँदै पत्लाया हुँदै सिन्दा जितपुर हुँदै हामी जान्छौँ ल अहिले एकछिनपछि भेटौँला यो चाहिँ हेटौडानिर जाम परेको छ अगाडि एक्सिडेन्ट परेको थियो पुरै जाम छ आधी घन्टा जति होला यो अर्को छ जामले अहिले चाहिँ बल्ल जाम खुलेर टक्क यो हिँडेको बस यो चाहिँ हेटौडा र यो पत्लाएको बिचमा रहेको चुरिया माई मन्दिर के भन्छ यो मन्दिरलाई यो बाटोमा हिँड्ने जतिले सबैजनालाई चुरिया माईले रक्षा गर्यो यो हेटौडामै पर्छ जाम चाहिँ देख्न सक्नुहुन्छ जाम खोइ के भयो जामको जाम छ गाडी त जामै जाम छ जामै जाम त्यस्तै पाराले त कति बेला पुगिन्छ भन्ने बिरुवाज पनि थाहै छैन खै कहाँनिर के भएछ खै यसो हेरौँ भनेको नि देख्दा नि देखिएन एम्बुलेन्स त गएको थियो एउटा दुईवटा कुइँ गरेर जाम यस्तो छ गाडी हेर्नुहोस् यस्तो जाम छ दुईतिरै
फाइनली गाइस अहिले वीरगञ्ज आइपुगेँ म। वीरगञ्ज देख्न सक्नुहुन्छ यहाँ। आई लभ वीरगञ्ज। अब यहाँबाट म अटो रिक्सा चढेर जान्छु। टक्क देख्न सक्नुहुन्छ यहाँ। आई लभ वीरगञ्ज। अब यहाँबाट चार्ज गर्नेवाला रिक्सामा जान्छु चढेर। टक्क अहिले भर्खर आइपुगेँ म। वीरगञ्ज आइपुगेँ भर्खरै। यहाँबाट रिक्सामा 4-5 मिनट लाग्छ। 4-5 मिनट, बढीमा 5 मिनट लाग्छ। म यहाँबाट रिक्सा कुरेको छु। अब देख्न सक्नुहुन्छ यो गण्डक चोक हो। गण्डक चोक, गण्डक। यहाँबाट हामी अहिले मध्य प्रदेशमा आइसकेको छु। मध्य प्रदेश। अब मधेस भइसक्यो म। मधेसिया भइसक्यो म चाहिँ गाइस। ल रिक्सा आएपछि म रिक्सा चढेर जान्छु। अहिले रात परेपछि चाहिँ अलि पाउन पनि गाह्रो हुन्छ क्या गाडी। चाँडै नै आइन्थ्यो, अलि जाम भयो नि त त्यो बाटोमा। हेटौडामा लास्टै जाम भयो। चाहिँ म अहिले अफिस पुगेपछि ट्याक्क म उ गर्छु। फाइनली गाइज रुममा पनि आइयो। भर्खर आइपुग्यो वीरगञ्ज। अहिले हामी फेरि मुडुस लगाएर बेडमा यस्तो बनाएर बसिरहेको रहेछ। गाइस आजलाई अब पानी पर्छ त्यो वीरगञ्ज अलि शीतलै छ। अब आजको लागि भ्लग चाहिँ यति नै गरौँ होला साथीहरू। मेरो भ्लग हेरेपछि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, लाइक गर्न नबिर्सिनु होला, सेयर गर्न नबिर्सिनु होला। आजको लागि चाहिँ यति नै। मेरो ब्याकग्राउन्डलाई चाहिँ अलिकति इग्नोर गरिदिनु होला ल गाइस। आउने दिनहरूमा पनि म राम्रो भ्लग ल्याउने गर्छु। त्यसको लागि आजको लागि यति नै मेरो भ्लग गाइस।